सबैजनालाई नमस्ते अनि फेरि वेलकम छ मेरो युट्युब च्यानलमा। अनि आज चाहिँ हामी मन्दिर जान गएको। साथीहरू चाहिँ उहाँ पुगिसक्नु भयो सबैजना। हामी चाहिँ यहाँ पछाडि छौँ, हिँड्न नसकेर स्यास्या पनि भइरहेछ। सबैजनाले हेरिदिनु होला। सबैलाई म सबै देखाउने छु मन्दिरको कुन मन्दिर भनेर चाहिँ युट्युब च्यानलमा फुल हेर्नु होला। सबैजना माथि पुग्न सक्नुहुन्छ। लाली गुराँस पनि यता फुलेको छ है, यता राम्रो जानु तपाईँ नि। सन्सा हेलो सबैजना उहाँ अगाडि पुगिसक्नु भयो। हामी चाहिँ बिस्तारै हिँडेर यहाँ बिस्तारै हिँड्यौँ। बिस्तारै हिँड्दैछौँ हामीहरू चाहिँ। उकालो रहेछ साह्रै। सबैजना माथि पुग्न सक्नुहुन्छ। लाली गुराँस पनि यता फुलेको छ है, यता राम्रो लाली गुराँस त भोलि चाहिँ यहाँ आउनु होला। होलीमा रमाइलो हुन्छ। होलीमा एकदमै रमाइलो हुन्छ यहाँ चाहिँ। त्यता चाहिँ लाली गुराँस टिप्दैछ। यताको लाली गुराँसहरू देखाइदिनु न। उताको लाली गुराँस नानी देख्न सक्नुहुन्छ। उता लास्टै राम्रो लाली गुराँस छ। अनि भोलि तपाईँहरूलाई चाहिँ इन्भाइट दिन्छु। होलीमा आउनु होला सबैजना मन्दिरमा। देखाइदिनु त लाली गुराँस। कस्तो राम्रो झर्नु आउँछ भयो धेरै होइन। दे त मलाई देन एकचोटि के बिजोग गराइदिन्छ होला एकचोटि दे त। ल हेर्नुहोस् यहाँ लाली गुराँस। नेपालको राष्ट्रिय फुल लाली गुराँस। यहाँ चाहिँ पूजा गर्दै हुनुहुन्छ आमाहरूले, भाउजूहरूले। भाउजू चाहिँ यहाँ लाली गुराँस टिप्दै हुनुहुन्छ। झर्नु देखाइदिनु सल अड्केला है भाउजू। नदिनु मेरो कुनलाई नदिनु झरेर निक्लिनु। काले नटिप्ले तेरो लुगा बिग्रिन्छ। देखाइदिनु त लाली गुराँस। नफाले कति नि झोलामा हाल्नु। यो झोलामा पर्दैन। गाला सल रन्किने गर्छ खाला। धेरै नटिप्ने साल धेरै टिप्नु हुन्न। पुगाल भाइ छोड अरू मैले गरिदिन्छ। मेला हो कि झन् प्रशंसा हुने झन् यो होइन भनेको अरू क्या अरू उता छ त त्यो बेर्नी त ऊ बेर्नी आफूलाई चाहिने भयो उता रहेछ क्या त्यो त्यो आफूलाई चाहिँदा थानी थान भाउजू थानी थान गएको भने कति धेरै
यो चाहिँ गोरु हे गोरु हामी चाहिँ एउटा मन्दिरमा पूजा गरेर माथि ठुलो लालीग्रासको बोट छ ल यहाँ चाहिँ फोटो सेसन खिचिदिनु रे के त्यो मलबाट ल जा फाइनल्ली हामी चाहिँ लगभग मन्दिर पनि आइपुग्यौँ यस्तो राम्रो छ यतापट्टिको भ्यू यति राम्रो छ कि हो लाउन मलाई चाहिँ यो मन्दिर आउन एकदमै रहर थियो पहिलेबाट बे भएबाट इच्छा पनि पुरा गरिदियो फाइनली म चाहिँ मन्दिर पनि आइपुगेँ अब अहिले त भोक नि लागेन है अहिले त भोक प्यास कि लागेन मन्दिर भनेपछि छुट्टी हुन्थ्यो है भ्यू हामी चाहिँ कतिवटा सिडी रे भाउजू 1100 सिडी पार गरेर नि आइसक्यौँ अक्सिजन लिनै गाह्रो हुन्छ लेखतिर आयो नि तर त्यो चिसोले यो मन्दिर सबभन्दा ठुलो मन्दिर भाउजू डालीगुराँस सबै डालीगुराँस तलैसम्म छ सबै डालीगुराँस त डेन्जर फुलेर रहेछ त यो बुढो ए तल त्यहाँ तल छ यहाँ अनि उता कति राम्रो कता मन बुढीबाई भनेको अझै उता हेर्ने एउटा मन्दिर छ त्यो यस्तो कि मुठा मुठा बाँध्ने है अझै नि भन्नु न भन्नु हेलो भन्नु तपाईहरु नै हाम्रो चिन्केस आबु फेरिने चिन्केसरी भोलि झन् सबै छ पुरा टिप्यो भने चाहिँ जरिवाना 500 छ है गाइस डालासँग नबस्नु के एउटा फेरि त्यहाँ लाने कि जाने हो जति छोरे छुट्टै के सुन्नु भएन पुजारी भाउजू हेर्नु न यस्तो फुल बोलेको भुइँ भएर फुल जान्छ फुल पछि हो र ल फाइनली हामी चाहिँ बुढी माईमा आइपुग्यौँ उहाँ तल एउटा भगवान अनि यहाँ बुढी माई यदि तपाईँहरूले नि कुनै कुरा आँट्नु भएको छ भने सम्झिनु होला आउनु होला इच्छा पुरा हुनेछ आउनु यताबाट बुढी माई रक्षा गरिदिनु हामीलाई ल रक्षा गर्नु भगवान गाई पनि यतै बास बस्ने रहेछ है खै कहाँ उयो के थियो होला है पहिला बत्ती बालेर बल्ल ल साई डबल हो त यहाँ डबल छ र
भुइँमा राखेर अछिताहरू गरेर म यहाँ उसो गरेको सिजान दिदी नराख्नु न टेकिया क्या कहाँ साटे हामी चाहिँ पूजा गरेर आइसक्यौँ त्यो काट्दै गर्दै गर्नुहुन्छ मन्दिर जानलाई ल राम्रोसँग माग्नु उति मलाई यो चाहिँ मेन मन्दिर मलाई नि दिनु त एउटा अझ एउटा दिनु त कस्तो देखेँ घोडाको पुच्छर बरु पालामा हाल्ला नि चाहिँ दुना मिल्दैन भिडियो गर्न यस्तो पनि त्यो त हुन्छ यस्तो ठेलामा चाहिँ बिर्सेको यो चाहिँ बाहिर राख्ने भित्र बाल्न पाइँदैन खानी महिना त्यस्तै रहेछ भिडमा त पाउनु हो भुलिगयो नि त आज त्यो मान्छेले लाँदा रे बोका टाउको के गर्छ नत्र हजुर फरक त नफर्किने के पछाडि फर्केर जाने त्यसरी आउँछ ए त्यो दुईजना ल्याएर उडाउनु पर्ने हो नि होइन छोडिदियो भए यसमै राखिदिने होइन घामले सकाएर यसमा यसमा पनि नजोडाउने के भने एउटा फुलको उस राख्छ पात राखेर के भने लाइटर छैन लाइटर छैन जाउँ मन त त्यही त अन्त ल कान्छेले त सोध्दै Madam Frazina. यो ग्रुपको यो ग्रुपको म गर्दैछु चढाउँदैछु झुन्डाउन आउन के अरे हाल्नु
दोकान खोल्न आत्तिनै भएको यसो भात चढाइदिनु धन्न टाइम छ यहाँ छ यसो भनिदिन्छ अगरबत्ती त बाहिरै जलाउने है मन जलाउँछ ल्याउनु यहीँ जलाएर होइन नानीमा सक्यो भाउ छैन धुप आमा धुप छैन सक्यो कि मैले आज स्कुल होइन अलिकति दिन त पढ्थ्यो अब त 25 गते त्यति भने अब जहाँ आइसक्यो अर्कोतिर जान्छ चैतमा अहिले 9 मा पास भयो भने 10 मा जान्छ भने फेरि 9 मा जान्छ है 10 मा जान्छ त्यो लाजवा जनाले मजा आइगयो केको पानी भयो नि कता बसिरा होला ए ल जाब छ के भयो भने ल खुसी हुनुभयो त भोलि बिचारिन्छ त्यो बिचारी टिका बनाइदियो नरिवल उहाँहरूले हामीले फुटाउनु हुन्न होला नि त फुटाइदिन्छ फुटाइदियो छैन नि त यसले हुन्न फुल त बाँकीहरू नि यहीँ राख्नु हुँदो रहेछ त है अरूले त्यहाँ कि बेच्न राख्नु होला के नानी होइन यही मन्दिरको यो भने यो चढाएको सबै चढाएको कताको राख्ने राख्ने बेच्न राखेको बेच्न त हाल्नु चढाएको यो सबै मान्छे कति आउँछ जानु छोडा भोलि त त्यहाँ बाटो बाजे यो नजिक नाम के हो त्यहाँ हामीले फुटाउनु हुन्न प्लास्टिक छोड्नु त बाजे म आउँछु है फर्कनु परिहाल्यो नि कहाँ तपाईँले रक्षा गरेर तपाईँलाई रोगेर कष्ट गरेर खड्को गर्न नलाओ तपाईँले मनले आँटेको त काम सफल हो झिन्जर माइजो गरेर कष्ट गरेर खड्को गर्न नलाओ झुसुन नलाओ सधैँ झिन्जो माइजो तोडा रोगेर कष्ट गरेर खड्को गर्दा साह्रो आउने घटीमा सोधेर रक्षा गरेर विद्यामा विद्या जहाँ परिवारमा सुख शान्तिका विषयमा सोधेर रक्षा गरेर कता पैसा हामीले लगाइदिने हो जयहरू छिमा रक्षेर जान परिवारको सुख शान्तिका छिमा रक्षेर बालबच्चामा विद्यालय गर्ने सरकारको आरामी गरेर जान परिवारलाई सुख शान्तिका छिमा सोधेर सिकेर तपाईँले मन नाट्यो त काममा सोच क्यों माइल सोधेर रक्षेर तपाईँलाई रोगेर कष्ट नलाग्यो हात ल्याउनु त रक्षेर काम सकल भइरहेको हरण गरिदिनु जे मैले टाउसै पुर्याइदिनु तपाईँलाई खरु भने हरण गरिदिनु फुल पनि बाछा भए त भइहाल्यो नि मैले दिन्छु कि सुन्दर माइले रक्षा गरेर तपाईँलाई रोगेर कष्ट गरेर खड्को गर्न नलाऊ तपाईँले मन आँटेको त काम सफल हो झुन्जर माइजो रोगेर कष्ट गरेर खड्को गर्न नलाऊ झुसुन नलाऊ सधैँ झुन्जर माइजो तोरो रोगेर कष्ट गरेर खड्को गर्दा साह्रो आउने घटमा सोधेर सेवा विद्यामा विद्या जान परिवारमा सुख शान्ति गरेर सोधेर ल हामी चाहिँ पूजा गरेर नि भ्याइयो ल पूजा गरेर भ्याइयो हामी आइपुग्यौँ गाइज
हामी भाउजू चाहिँ खाली खुट्टाइनु भयो त्यहाँ छैन पसल खुल्ला हामी चाहिँ आइपुग्यौँ है हाम्रो गाडी भएको ठाउँमा भागेको नानीहरू अगाडि भयो हामी भन्दा अब खाना बनाएर राख्दिनँ हामी खाना आउँछौँ हुन्छ हुन्छ मैले घर चिने खाएको रे आउनु न है हामी आइपुग्यौँ हामी चाहिँ यहाँ तल आइपुगेर नि अब खाजा खान लागिसक्यो ठुलो ढुङ्गामा तपाईँहरू नि आउनु होला ठुलो ढुङ्गा त्यहाँ गिलास दियो होला गिलास देख्न सक्नुहुन्छ हजुरहरूले गिलास गिलास टेक्नोलोजी है गाइछे चाहिँ यो चाहिँ ठुलो ढुङ्गा है सबैजना हेर्नुहुन्छ यो गिलास कहाँबाट ल्याउनु भयो कुन देशबाट हङकङबाट नानी ए ब्रान्ड न्यू एकदम ब्रान्ड न्यू ब्रान्ड हो ब्रान्डेड गिलास हामी चाहिँ खाजा खान लाग्यो ल हामीहरूको खाजा चाहिँ अरे सिजन दिदी अनि यस्तो रे आज सन्डे आउँछ रे आज सन्डे आउँछ भने सफा गरेर लकडी मुनिमा त्यहाँदेखि न एउटा सबैजना खाजा खान लाउनु भएको छ सरी ठुलो ढुङ्गा तल जङ्गल फाल्नु पर्ने त्यसो गरेर नि के गर्छ र केही नि पाउँदैन यही छ के नानी यसमा हुन्छ ल हाम्रो मम्मीको गिलास देखाउने त त्यस्तो भुत्लाउने पो पछि लाउनु पर्ने चाहिँ यहाँ भन्दा नि होइन अर्डर दिइ गइसक्यो नि म दिँदै भागी गाउँ फाइनली हामी चाहिँ घर पनि आइपुग्यौँ अब घर जाँदैछु सबैजनाले हेरिदिनु होला सुरुदेखि अन्तिमसम्म भन्दै आजलाई बाई बाई